नमस्कार, यहाँहरू सबैलाई कर्णालीको आँखा युट्युब च्यानलमा हार्दिक स्वागत छ। हामी कर्णाली प्रदेशमा रहेका कला संस्कृति, रीतिरिवाज, रहनसहन, विभिन्न सांस्कृतिक क्षेत्रहरू तथा प्राकृतिक पक्षहरूको वास्तविकता प्रस्तुत गर्ने गर्दछौँ। हाम्रो च्यानललाई सब्सक्राइब, लाइक र शेयर गरी यहाँहरूले सहयोग गरिदिनुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। आज हामी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको प्राकृतिक तथा ऐतिहासिक धरोहर काँक्री बिहारको बारेमा चर्चा गर्न गइराखेका छौँ। यदि यहाँहरू नयाँ हुनुहुन्छ र काँक्री बिहारको बारेमा र सुर्खेतको बारेमा जान्न चाहनुहुन्छ भने यहाँहरूलाई धेरै सहयोग हुनेछ। र काँक्री बिहारको यात्रा हामी वीरेन्द्रनगर सुर्खेतको मुख्य केन्द्र मङ्गलगढी चोकबाट सुरु गर्न गइरहेका छौँ। मङ्गलगढीबाट करिब 5 किलोमिटरको यात्रा पुरा गरेपछि काँक्री बिहार पुग्न सकिन्छ। यो वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 9 मा रहेको छ। करिब 180 हेक्टरमा फैलिएको यो काँक्री बिहार प्राकृतिक र ऐतिहासिक धरोहरको रूपमा मान्ने गरिन्छ र यसलाई कर्णाली प्रदेशमा अत्यन्त महत्त्वका साथ कर्णाली प्रदेशको राजधानीमा आउने पर्यटकहरू र यहाँका नागरिकहरूले हेर्ने, घुम्ने र रमाउने र यहाँ आएर विभिन्न टिकटकहरू बनाउने, रमाउने लगायतका कामहरू गर्ने गरिराखेका छन् भने हामी यसको ऐतिहासिक पक्षको बारेमा केही कुरा जानकारी गराउन गइराखेका छौँ। यो काँक्री बिहार सिजा जुम्ला इलाका साम्राज्यको राजा अशोक चल्लले विक्रम सम्वत 1325 तिर बनाएका हुन् भन्ने एउटा लेखबाट हामीले प्राप्त गरेका छौँ। उनको शासन विक्रम सम्वत 1312 देखि 1335 सम्म रहेको थियो। राजा अशोक चल्ल राजा क्रास चल्लका छोरा थिए भने राजा अशोक चल्लको छोरा जितारी चल्ल रहेको र आफू राजा भएपछि जितारी चल्लले आफ्नो नामको पछाडि मल्ल लेख्न सुरु गरेको र यो वंश चल्लबाट मल्लमा परिणत भएको थियो भन्ने विभिन्न लेख र शिलालेखबाट यसलाई हामीले लिइराखेका छौँ। भने राजा अशोक चल्ल महायानी बौद्ध धर्म मान्दथे भन्ने र अरू धर्मलाई पनि उनले त्यत्तिकै आधार गर्ने गर्दथे। यो राज्य पश्चिममा भारतको अहिलेको गढवाल, लद्दाख र सतलज नदीसम्म फैलिएको थियो भने पूर्वमा नेपालकै त्रिशुली नदीसम्म र उत्तरमा तिब्बतको खाडी प्रदेश र दक्षिणमा हालको नेपालकै तराई भूभागसम्म फैलिएको थियो। हाल भारतको बोधगयामा पाल्त शिलालेखमा अहिले पनि त्यो शिलालेखहरू छन् र ती शिलालेखका अनुसार आफ्नो राजनीतिक प्रभाव बोधगयासम्म भएको थियो शिलालेख अनुसार। त्यसै गरी पछि गएर विक्रम सम्वत 1890 मा ठुलो भुइँचालोको कारण यहाँ काँक्री बिहार, यो अहिले बनेको काँक्री बिहार त्यति बेला भत्किएर भग्नावशेषको रूपमा परिणत भएको भनेर विभिन्न स्रोतहरूबाट यो कुरा चाहिँ हामीलाई जानकारी भएको छ। अनि यो हामी अहिले काँक्री बिहार मन्दिरमा छौँ होइन, यो कसरी स्थापना भएको अथवा के हो यसको ऐतिहासिक कुरा हजुरले केही जानकारी बताइदिन सक्नुहुन्छ? यसको जानकारी सम्बन्धमा यसको तथ्यका लिखित प्रमाण छैन, नभए तापनि अहिलेका इतिहासविदहरूको चाहिँ अनुसन्धान अनुमानमा के भनिएको छ भने यो 13औं शताब्दीमा अथवा 1325 तिर जुम्ला सिजा साम्राज्यका राजा अशोक चल्ल महायानी बौद्ध धर्मावलम्बी थिए। तीन राजाकै शासनकालमा यो निर्माण भएको भन्ने बुझिएको छ। हजुर, अनि यसको त अहिले अब यो कर्णाली प्रदेशकै महत्त्वपूर्ण एउटा पर्यटकीय स्थल पनि छ होइन, मानिन्छ। र यसमा दिनौँ जसो पर्यटकहरू आउने, बाहिरबाट आउने अथवा आन्तरिक पर्यटकहरूको सङ्ख्या कति जति आउने छ तपाईँलाई त्यस्तो रेकर्ड छ? पर्यटक सङ्ख्या सरदरमा चाहिँ बिदावा दिनमा त धेरै आउँछन्, तर सरदरमा चाहिँ 250-300 दिनमा 250-300 आउने। अनि त्यस्तो पर्यटकहरूलाई हामीले टिकटको व्यवस्था पनि गरेका छौँ होइन, न्यून शुल्कमा। हजुर हजुर, पर व्यक्ति 20 रुपियाँ दरले हजुर यो स्थानीय सरकारले लगाएको रेट हो। हजुर, त्यसैमा गरिएको छ। हजुर, अनि अब यो चाहिँ धार्मिक हिसाबले पनि यो एउटा शिखर शैलीको मन्दिर हो होइन, यसलाई मन्दिर नै भन्ने गरिन्छ। यहाँ अब कुन धर्मका मान्छेहरूले पूजापाठ गर्ने अथवा के छ धार्मिक आस्था यसमा केही देखिन्छ त्यस्तो? यसको धार्मिक आस्था देखिन्छ, कोही आस्था भएका मान्छेहरू आएर आफै
पाल्छन् के अरे अब यो खासै चाहिँ त्यस्तो किसिमको नीतिगत रूपमा चाहिँ पूजाआजा चलाएको होइन। हजुर अथवा ठ्याक्कै यो हेर्दा बौद्ध कि हिन्दू धर्म कुनै ठ्याक्कै त्यस्तो धार्मिक आस्था छुट्टै खालको त्यस्तो के देखिन्छ? अब यसमा चाहिँ छन् ओमकार परिवार हिन्दू बुद्धिस्ट दुइटैलाई चाहिँ समावेशी भएको देखिन्छ। मूर्तिहरू हेर्दाखेरि अब बढीमा आस्था चाहिँ आफ्नो तिथि मितिमा चाहिँ बुद्धिस्टहरू चाहिँ आउने गर्छन् यहाँका स्थानीयहरू। यसमा हिन्दूहरू पनि चाहिँ आउँछन्, दुवैको चाहिँ देखिन्छ। अनि यसको संरक्षण संवर्धन गर्ने कुरामा अहिले स्थानीय सरकार अथवा सङ्घ प्रदेश सरकारको कतिको चासो छ, के छ यसमा? अब चासो भन्नाले अब गर्नुपर्ने त धेरै छ। अब त्यो यो संरचना अनुसार यो ऐतिहासिक चिज हो, यसलाई चाहिँ छिटो छरितो गर्नुपर्ने ठाउँमा त्यति भएको देखिँदैन। अहिले देशको स्थिति पनि त्यस्तै छ। अनि अब यही कारणले गर्दाखेरि हुनसक्छ, नत्र भने अब यो पर्यटकीय स्थल धार्मिक पर्यटकीय स्थलको हिसाबले यसलाई त तत्कालै तुरुन्तै हुनुपर्ने चिजहरू सबै गर्नुपर्ने हो। त्यति गर्नुपर्ने कामहरू भइरहेको छैन। अब चाहिँ अब यो माथि कुरो भयो। यसको संरक्षण संवर्धनको लागि सबै सरकारहरू यो एउटा नेपालकै पर्यटकीय र धार्मिक स्थल भयो होइन, सांस्कृतिक स्थल भयो, यसको पहिचानको लागि सबै लाग्नुपर्छ भन्ने यहाँका आम मान्छेहरूको बुझाइ छ र हजुरको कुरा पनि त्यसैमा रह्यो होइन हजुर? हजुर अनि अब चाहिँ के गर्दा होला अथवा यहाँ आउने व्यक्तिहरू पर्यटकहरूले कस्तो खालको सुझावहरू दिनुभएको छ र आम यहाँको स्थानीय नागरिकहरूको पनि यसलाई के खालले अगाडि बढाइदिएको भए राम्रो हुन्थ्यो जस्तो केही योजनाहरू छ? त्यस्तो किसिमको योजनाहरू त केही पनि छैन। यहाँ स्थानीय मान्छेहरूबाट चाहिँ अब यो अब हुनुपर्ने चिजहरू भइरहेको छैन। जस्तै बाटो भयो, बाटो भत्कियो, त्यो अघिल्लो देख्नु भयो होइन, त्यो बाटोको अहिले चाहिँ बजेट ढालिया छ भन्ने कुरो भइरहेको थियो। अब अहिले त्यसमा चाहिँ यस्तै पनि भइरहेछ। अब के हुने हो कसो हुने हो, अब भइदिए त राम्रो हुन्थ्यो भन्ने त स्थानीयहरूको छ। तर चाहिँ अब यो शान्ति पैसाले कुरो पनि भएन। अनि यहाँ चाहिँ यो अब यहाँ चाहिँ यसमा पानीको व्यवस्था के छ आउने यात्रुहरूको अथवा पर्यटकहरूको लागि? त्यसपछि बत्तीको व्यवस्था के छ यहाँको यो सुरक्षाको लागि अथवा सिसी क्यामेराहरू अरू त्यस्तो केही व्यवस्था छ? केही पनि छैन। सुरक्षाको लागि सिसी क्यामेरा, पानी सुविधा भन्ने कुराहरू केही पनि भएको छैन। यहाँ सिर्फ चाहिँ नै आउने टिकट काट्ने, अब मन्दिर खडा छ, यो मन्दिरलाई हेर्ने यहाँका कर्मचारी भनौँ हाम्रो हातबाट हुनेसम्म, जसले अब सरसफाइ भयो, अन्य कुराहरू हाम्रो यो संरचनालाई नचलाएर बाहिर उसमा चाहिँ हुनेसम्म चाहिँ हामीले गरिराखेका छौँ। अब पैसा